अभ्यासको बारेमा बुद्ध शाक्यमुनि दोस्तो कसले भनी त्यस्तो शिक्षा दिएको छैन। मैले हिन्दूको ध्यान अभ्यास पढेको छ, क्रिस्चियनको पढेको छ, मुस्लिमको पढेको छ, तर त्यति गहिरो केही छैन। मुस्लिम र क्रिस्चियनको ध्यान अभ्यास भन्दा हिन्दूको सबभन्दा ठुलो छ। हिन्दूको भन्दा बुद्धिस्टको ठुलो छ। त्यो मैले त्यसरी भनेको होइन, सर्टकटमा म रिजन गर्न सक्छु। हिन्दूको जति ध्यान छ सबै सांसारिक ध्यान हो, संसारमा यसरी जानेको ध्यान हो, संसार टेकेर जान सक्ने ध्यान केही छैन। तर बुद्धको ध्यान मोक्ष ध्यान हो, मोक्षसम्म जान सक्ने, संसार सबै टेकेर मोक्षमा पुग्न सक्ने त्यस्तो ध्यान हो। यो एउटा रिजन, अरू थुप्रो छ, एउटा कारण अरू थुप्रो छ। त्यसो कारणले हाम्रो आफ्नो बौद्धमा भएको ध्यानहरू अनि त्यो अभ्यासहरू सिक्नुपर्छ, नसिकेर मात्र हो। फेरि एउटा कुरा भनेदेखि हामीले अहिले हुनु त के अरे त्यो सत प्राणायाम त्यो रामदेवको पाठ सात प्राणायाम भनेको छ नि, यो मैले सबै सिकिसकेँ। दुई महिना गरेँ, त्यहाँदेखि छोडेँ। किन छोडेँ भनेदेखि 2 महिना त्यो त्यहाँ सात प्राणायाम मैले गरेँ, राम्रो त भयो, राम्रो त छ, तर त्योभन्दा ठुलो उत्तम योग चाहिँ अनि हाम्रो बुद्धिस्टमा, खास हाम्रो यो हिमालयन क्षेत्रको बुद्ध धर्ममा कलियुगको परम्पराको भित्र अनि नारुचुडुदेखि लिएर धेरै कुराहरू छ। सलुन ठुल्को 140-20 त्यसो छ। त्योहरू सबै मैले पाएको कारणले अनि त्यसो कारणले चाहिँ अनि हामीले नजानेहरूले अब यो के अरे रामदेव राम्रो छ, दलाई लामा मिलेको छ, यसो दारी यसो गरेको छ, खेलेको छ, त्यो छ, राम्रो छ। सात प्राणायाम पनि राम्रो छ, तर बुद्ध धर्मको भित्र नभएको, बुद्ध धर्मको भित्र भएको योगभन्दा ठुलो होइन। अहिले सात प्राणायामको यो के अरे त्यो योग चाहिँ वैदिकको योग हो। बुद्ध धर्ममा 3टा योग छ, वैदिक योग, भित्रको योग, गुप्त योग भनेर। अब गुप्त योगको कुरामा पुग्दाखेरि मान्छेले थाहा हुँदैन, त्यस्तो छ। नजानेर नथाहा पाएर हाम्रो धर्म चाहिँ त्यहाँ बस्यो, त्यस्तो थाहा भयो भनेदेखि हाम्रो धर्ममा धेरै कुराहरू छ। त्यसो कारणले अहिले यहाँ म के भन्न चाहन्छु भनेदेखि सबै धर्मबाट भएको ध्यान र अभ्यासलाई म जोड्छु, राम्रो भन्छु। तर त्यो सँगै हामी एउटा बौद्धले आफ्नो बौद्धको धर्मको भित्र, बुद्ध धर्मको भित्र भएको ध्यानहरू हामी जानुपर्छ, अभ्यासहरू जानुपर्छ। त्यो म भन्न चाहन्छु। पहिला चाहिँ अनि अब यो ध्यान र अनि अभ्यासको बारेमा हामी समुद्र लेभलमा के भन्छ भनेदेखि गम यामलेन भन्छ। गम भने चाहिँ ध्यान भयो, साधना भयो। यामलेन भने चाहिँ अभ्यास भने चाहिँ भयो। गम भने चाहिँ त्यो ध्यान भने चाहिँ मनले गर्ने हो, मुखले जिउले गर्ने होइन। ध्यान भने चाहिँ जिउले गर्ने होइन, वचनले गर्ने होइन। ध्यान भन्यो भनेदेखि मनले गर्ने एउटा धर्म हो। फेरि अभ्यास भनेदेखि त्यसमा चाहिँ 3 किसिमको हुन्छ। जिउले गर्ने अभ्यास, वचनदेखि गर्ने अभ्यास, मनदेखि गर्ने अभ्यास भनेर 3टा हुन्छ। त्यसो कारणले गम यामलेन भनेर 2टा शब्द राख्यो भने ध्यान र अभ्यास भनेर 2टा, मेडिटेसन एन्ड प्र्याक्टिस भनेर 2टा शब्द राख्यो भनेदेखि बुद्ध धर्मको अनि त्यो
ध्यान र आवेश सबै त्यो भित्र बस्नु सक्छ त्यसो कारणले पहिला हामीले त्यो थाहा हुनु पर्यो अब यहाँ आउँछ अब ध्यान भन्ने चाहिँ ध्यान अब गम भनौँ ध्यान भनौँ अनि त्यसमा चाहिँ अनि कति छ भनेदेखि त्यसमा दुई प्रकारको ध्यान हुन्छ दुई प्रकारको ध्यान सम्बोधनमा भन्छ जोगम चेगम भनेर दुईटा छ अब जोगम भने चाहिँ स्थापिवा भावना भन्छ नि स्थापे भावना भने चाहिँ त्यो जोगम भने चाहिँ त्यो हो फेरि चेगम भने चाहिँ के हो भनेदेखि विचार भावना भन्छ विचार भावना भनेर दुईटा छ अब पहिला हामीले के जान्नुपर्छ भनेदेखि गम भने ध्यान गर्नु बेलामा सबभन्दा ठुलो कुरा चाहिँ के हो भनेर त्यो हामीले थाहा हुनुपर्छ अब त्यसमा चाहिँ बुद्ध स्वयंले के भन्नुहुन्छ भनेदेखि गमकी चवानी ठ्यापाइदिनु भन्छ त्यसो कारणले हामीले त्यो ध्यान तपस्या गर्नु बेलामा सबभन्दा ठुलो कुरा मनमा राख्नुपर्ने चाहिँ के हो भनेदेखि इस्लामी स्मृति याद गर्न सक्ने एउटा जीवन्त चाहिँ हामी हुनुपर्छ स्मृति भन्ने चाहिँ हो स्मृति भन्ने चाहिँ गम्की चवान ठ्यापाइ स्मृति चाहिँ अनि ध्यानको सबभन्दा मूल त्यो भनेर बुद्ध स्वयंले भन्नुभएको त्यो त्यसो कारणले म ध्यान राम्रो गर्छु भनेको मान्छे हो भनेदेखि एउटा योगी हो भनेदेखि त्यसले चाहिँ स्मृतिलाई धेरै ध्यान गर्नुपर्छ स्मृति अनि नराम्रो गर्छ नराम्रो स्मृति राम्रो हुनुको लागि बाधा चाहिँ सबभन्दा ठुलो के हो भनेदेखि नमेङ भन्छ आफ्नो मन कहाँतिर पठाएर मनलाई जो के पनि सोच्न दिएर मनलाई खुसीले तिमी मनले के सोच्नु भने सोच आँखाले के देखेको सबै मन पनि त्यही आँखाले पछि जाने कानले के सुनेको मन चाहिँ त्यो कानको पछि जो सुन्छ त्यसको पछि जाने त्यस्तो अनि गयो भनेदेखि नमिङ भनेर नमिङ मनलाई डुलाउने अथवा मनलाई जता एउटा आवाज सुने पनि मन त्यतातिर लगाइदिने आफ्नो ध्यानलाई आकर्षित एकै ठाउँमा राख्नुपर्छ भनेर गुरु बताउनुहुन्छ त्यस्तो खाल चाहिँ अनि गर्नु हुँदैन भन्छ आफ्नो मनलाई आफूले कन्ट्रोल गर्नुपर्छ भनेको त्यो त्यसो कारणले ठ्याम्पा भन्ने चाहिँ अहिले स्मृति भन्ने चाहिँ एउटा धेरै ठुलो कुरा हो फेरि यो सँगै अनि ध्यान राम्रो हुनुको लागि के चाहिन्छ भनेदेखि सम्प्रजानी अनि सम्बोधनमा के भन्नु भनेदेखि शेषिन भन्छ सम्बोध लेखेमा शेषिन ट्याम्पाताङ शेषिन भनेर सम्प्रजाने भन्ने चाहिँ चाहिन्छ हो त्यो अब त्यसमा चाहिँ पहिला यो भन्न चाहन्छु अनि हामीले चाहिँ अनि पहिला ध्यान गर्नु बेलामा चाहिँ हामीले तीनटा कुरामा चाहिँ याद राख्नुपर्छ एउटा के हो घुमघिम हो एउटा चाहिँ घुमघिम हो ध्यानको लक्षण त्यो थाहा हुनुपर्छ दुईमा चाहिँ के हो घुमघिम ध्यानको आलम्बन त्यो हामीले थाहा हुनुपर्छ अब ध्यानको लक्षण भन्नेमा त्यो दुईटा ध्यानको लक्षण अनि एउटा चाहिँ हामीले के थाहा हुनुपर्छ ध्यान किन गर्ने ध्यान गरेको फाइदा ध्यान गर्नुपर्नेको कारण त्यो पनि हामीले थाहा हुनुपर्छ अब ध्यान गर्नुपर्नेको कारणमा सबभन्दा दुई कारण धेरै छ सबभन्दा ठुलो चाहिँ दुईटा हो
एउटा चाहिँ के हो भनेदेखि अनि रङकी सिस्टममा राउन्ड छेपाथे घुमकी खपा आफ्नो मनलाई आफूले कन्ट्रोल गरेर आफूको मनलाई आफूले नियन्त्रण गर्नु सक्ने नियन्त्रण गर्न सक्ने त्यसको लागि चाहिँ हामीले ध्यान गर्छ अब एउटा चाहिँ के हो अनि 5 मार्ग र 10 भूमि पाएर अनि पछि बुद्ध हुन सक्ने त्यो दिएर भयो अब ध्यानको लक्षण भने चाहिँ कस्तो हो भनेदेखि हाम्रो मन चाहिँ हाम्रो त्यो नराम्रोको अनि त्यो कुराहरूमा मन ठक्कै राखेर बस्नु सक्नु हुनसक्छ नि त्यो साह्रो पर्छ राग उत्तरमा राग हो आफूले अब केटाले एउटा केटीले एउटा केटालाई ठक्कै मन परेर अनि मन चाहिँ ठक्कै यसो राम्रो हुन्छ नि हो त्योलाई चाहिँ ध्यान भन्दैन ध्यान भने चाहिँ के हो केवे मिपाला यी केवा चाहिँ छेपा केवे मिपाला भने चाहिँ एउटा कुशल कर्ममा एउटा आफ्नो एउटा ध्यानलाई एक ठाउँमै कुशल कर्मप्रति आफ्नो मनलाई चित्तलाई एउटा त्यसप्रति ध्यान राख्ने एउटा भनौँ न अवलम्बन बाहिर नराखेर एकै ठाउँमा चाहिँ हामीले एकत्रित गरेर आफ्नो मनलाई त्यो राख्नेले चाहिँ अझै भनौँ न एउटा अवलम्बन भनेर सङ्कल्प अब म एउटा उदाहरण दियो भने हामीले अब यस्तो हुन्छ नि आफ्नो बालाई सोचेर ध्यान एउटा गर्छ नि त्यसले ध्यान भन्दैन सोचेको मात्र हो तर बुद्धलाई आफ्नो मन चाहिँ ठक्कै बुद्धको अनि मुखलाई आफ्नो मन ठक्कै राखेर अनि ध्यान गर्यो भने त्यसलाई चाहिँ ध्यान भन्छ त्यसको कारणले ध्यानलाई के चाहिन्छ भनेदेखि त्यो ध्यान गर्न मन जहाँ राख्छ त्यो राख्नु ठाउँ चाहिँ अनि कुशल हुनुपर्छ अकुशल भएर हुँदैन त्यसको कारणले एउटा कुशलको एउटा ठाउँलाई मन राखेर अनि गर्नेलाई ध्यान भन्छ त्यो चाहिँ हामीले थाहा हुनुपर्छ त्यो एउटा चाहिँ त्यो भयो अब घुमकी मोछ अब अवलम्बन घुमकी हो त्यो अवलम्बन त्यो ध्यानको अवलम्बनमा कुशल हुनुपर्छ अकुशलको अनि अवलम्बन भयो भनेदेखि त्यसलाई चाहिँ ध्यान भन्दैन ध्यान हुनुको लागि कुशलको अवलम्बन हुनुपर्छ केवे विपाक अब हामीले के थाहा हुनुपर्छ भनेदेखि पहिला हामीले ध्यान गर्नु बेलामा चाहिँ अनि जिउलाई कसरी हामीले त्यो गर्नुपर्छ भनेको तरिका चाहिँ हामीले पहिला थाहा हुनुपर्छ त्यसले के भन्छ भनेदेखि जिउको ध्यान गर्नेको तरिका भेरोजनाको अनि तरिका 8 हुन्छ त्यो चाहिँ हामीले पहिला थाहा हुनुपर्छ अब हजुरहरूले गर्दै गर्नुहोस् नम्बर 1 अब हजुरले गर्दै गर्नुहोस् टोपी चाहिँ पुगाउनु पर्यो टोपी चाहिँ पुगाएर अब त्यो गर्नुहोस् नम्बर 1 मा अनि सम्पूर्ण लेबीमा के भन्छ कम्प दोजी किन्टुङ भन्छ वज्र आसना ल अब वज्र आसना गर्नु सक्नेहरूले चाहिँ वज्र आसना गर्नुहोस् अब वज्र आसना भने चाहिँ कस्तो छ भनेदेखि हामी देवाको अनि ध्यान गर्नु बेलामा कस्तो तरिका छ नि त्यस्तो शाक्यमुनिको पनि कुमारमा त्यस्तो हुन्छ त्यो वज्र आसना गर्नु सक्यो भनेदेखि त्यो गर्ने अब त्यो गर्नु नसक्यो भनेदेखि अनि के गर्नुपर्छ भनेदेखि यो दायाँ बायाँको खुट्टा चाहिँ अगाडि राख्ने त्यसको
त्यसको अगाडि चाहिँ अनि बायाँ ये बायाँ दायाँ 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 खुट्टा चाहिँ त्यसको अगाडि राख्ने त्यस्तो गरेर बस्यो भने हुन्छ भन्छ त्यसले सेम्बे किल्टुङ भन्छ सेम्बे किल्टुङ दोजी किल्टुङ याममा सेम्बे किल्टुङ भनेर दुईटा छ हजुरहरू थाहा भयो खुट्टा लामो हुनुले वज्रासनमा धेरै राम्रो गर्न सक्छ फेरि हिमालयन क्षेत्रहरू चाहिँ खुट्टा धेरै लामो छैन मोटो भएपछि धेरै गाह्रो छ त्यसो कारणले सेम्बे किल्टुङ भनेर खुट्टा बायाँ हो बायाँको खुट्टा चाहिँ अगाडि यसो गर्नुहोस् ल दायाँको खुट्टा चाहिँ पहिला अगाडि त्यसको अगाडि बायाँको खुट्टा राख्नुहोस् है दायाँ खुट्टा भित्रपट्टि राख्नु पहिला त्यसपछि चाहिँ बायाँ खुट्टा ल्यायो भने ठिक हुन्छ अब म अहिले भन्छु गोली गाँठा गोली गाँठा गोली गाँठा गोली गाँठा खुट्टाको गोली गाँठा छ नि होइन त्यो जुन खुट्टाको गोली गाँठा दायाँ गोली गाँठो अथवा समथिङ गोली गाँठा गोली गाँठा ठिक छ दायाँ खुट्टाको गोली गाँठा गोली गाँठो गोली गाँठो गोली गाँठो पैदलको गोली गाँठो दायाँ पाइकलको गोली गाँठो बायाँ पाइकलको गोली गाँठो आफ्नो लिङ्ग त्यो तिनवटा चाहिँ सिधा हुनुपर्छ सिधा थाहा भयो त्यो चाहिँ सेम्बे किल्टुङको बेलामा यो सिकाउँछ हो त्यो आफ्नो लिङ्ग हुन्छ नि लिङ्ग त्यसको अगाडि चाहिँ दायाँ हो दायाँको पैदलको गोली गाँठो त्यसको पछि बायाँतिर बायाँ हो बायाँको पैदलको गोली गाँठो त्यो तिनवटा चाहिँ सिधा हुनुपर्छ हो त्यो चाहिँ पहिला भयो दुईमा लाङयाङ्सा भन्छ समुद्र लेभलमा अब राम्रो सुन्नुहोस् है पुरा गर्नुहोस् दुईमा चाहिँ अनि लाङयाङ्सा भन्छ हातको कसरी बस्ने भन्ने त्यसमा चाहिँ समाधि मुद्रामा नयो टोटो मुनि राख्ने या यसो गर्नुहोस् त बायाँ बायाँ हो बायाँ हात पहिला दायाँ हात त्यसको माथि राख्नुहोस् अनि यो दुईवटा थेपो भन्छ थेपो दुईवटा चाहिँ यसो ठ्याक्कै राख्नुहोस् अनि यस्तो 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 हुन्छ नि तीन सुर बनाइदिनु तीन सुर हो त्यसरी यो चाहिँ जोडेर तीन सुर बनाएर दायाँ बायाँ तल दायाँ माथि अनि त्यो यसो सुरुप सुरुप मार्दै त्यस्तो बनाएर त्यो तीन सुर जस्तो बनाएर ठक्कै नयो नाइटोको मुनि नाइट्रोको मुनि राख्नुहोस् नाइट्रोको मुनि गुरुहरूले यस्तो सिकाउँछ नाइट्रो भन्ने चाहिँ अनि टेवा भन्छ टेवामा यस्तो सुम टेवे होला सो सुम भनेर ठक्कै त्यहाँ राख्छ यसो नाइट्रोको मुनि राख्ने अब यो चाहिँ दुई भयो योलाई चाहिँ समाधि मुद्रामा मुद्रा भन्छ समाधि मुद्रा अब तीन गिर्जी टङ्गो सौमा भन्छ नि गिर्जी टङ्गो सौमा भन्ने चाहिँ मेरुदण्ड हो मेरुदण्ड गिर्जी ढाल छ नि ढाल धनुष जस्तो सिधा राख्नुपर्छ ढाल चाहिँ सिधा राख्छ धनुष जस्तो सिधा ढाड आफ्नो ढाड ए सर तीर दोस्तो सिधा गिर्जी दादर सावा भनेर गिर्जी दादर सावा दिदी सुबच्छे दी सुगु देला pompa gosok tercang bawa bangsa kan bawa pakuda 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 tidak tadi
यताको एउटा र यता पर्कुट दुईले चाहिँ सोझो ठक्कै कान बन्द पनि भन्छौँ विशेष गरेर पाखुरा है पर्कुट भनेपछि कुम्भ हो यो कुम्भ भयो यो चाहिँ ठक्कै यसरी बस्नुपर्छ छगु कि सक जस्तै गीतको एउटा पकेडा जस्तै चराको गीतको पकेडा जस्तै यसो हुन्छ नि यो दोस्तो यो दुईटा चाहिँ सिधा बस्नुपर्छ दी शिवदी छेवा अहिले दी सुरु केला अनि काम नभए दिनुभयो मैले थङ्की दिनुभयो शिव काम नभए जिम्बा चुर्से खोपास गाँठी छ नि गाँठी चाहिँ अलिकति निहुर्नुपर्छ गाँठी अलिकति अलिकति झुकाउनुपर्छ निहुर्नुपर्छ गाँठी दिछे अनि यो चाहिँ 5 भयो 5 मा अब 6 मा सुचु रम्बो सुस्यावास हाम्रो दाँत र चुतो भनेछ ओठ दाँत र ओठ चाहिँ प्रकृतिमा राख्नु साधारण रूपमा अनि प्रकृति रूपमा साधारण रूपमा राख्ने जस्तै दाँत र ओठ सम्पूर्ण लेपीमा भन्छ सोचु राम्पा सुस्यापा भन्छ सोचु राम्पा सुस्यापास अब यसमा चाहिँ ध्यान दिनुपर्ने के छ भनेदेखि 5 मिनेट 10 मिनेट जस्तो ध्यानमा बस्ने बेलामा यति ठिक छ अब 1 2 3 घण्टा 4 घण्टा यस्तो ध्यान दिने बेलामा हाम्रो यो जिब्रो छ नि जिब्रोको टुप्पा चाहिँ यसो पल्टेर माथि केमा जावा के छ माथिपट्टि एउटा तालु छ नि हाम्रो माथिपट्टि तालुमा चाहिँ जिब्रो माथिको दाँतको भित्रको त्यो टाउको प्रसाद त्यसमा तालुमा अनि हाम्रो जिब्रोको त्यो टुप्पा चाहिँ त्यहाँ यसरी घुमेर राख्नुपर्छ त्यसले के हुन्छ भनेदेखि मुखको भित्र भएको छिमा थुकहरू सबै बाहिर आउँदैन है अब 3-4 घण्टा यस्तो ध्यानमा बस्नु बेलामा यो नगर्यो भनेदेखि फेरि थुकहरू यसरी बाहिर आउनु सक्छ त्यो नआउनुको लागि जिब्रो यसो राख्नुपर्छ भन्छ तर 5 मिनेट 10 मिनेट यस्तो ध्यान गर्नु बेलामा त्यो पर्दैन छिटो राम्रो हुन्छ चाहिँ के भन्छ त्यहाँदेखि नम्बर 7 मा के हो भनेदेखि मिट नजर फावास नाकको आफ्नो आँखा चाहिँ नाकको टुप्पामा हेरेर राख्नुपर्छ त्यो किन हो भनेदेखि धेरै यसरी हेऱ्यो भनेदेखि अनि मन चाहिँ बाहिर जान्छ धेरै आँखा खोलेर बस्यो भनेदेखि मन बाहिर जान्छ फेरि धेरै आँखा चुमेर बन्द गरेर बस्योदेखि फेरि निन्द्रा त्यसो कारणले त्यो नहुनुको लागि अनि आधा देख्ने आधा चिम्ने गरेर नाकको टुप्पामा ठ्याक्कै यसरी हेरेर चाहिँ राख्नुपर्छ भन्छ अब त्यसमा कोहीहरूलाई आँखा दुख्नु पनि सक्छ त्यसको लागि चाहिँ नाकको टुप्पामा राख्नु नसक्यो भने अनि अगाडि आफ्नो अगाडिलाई यसो आँखाले हेरेर राख्ने हो यो चाहिँ एउटा हो मिट्न चाहिँ प्रभाव दुदिशामा भनेर त्यो अनि यसमा चाहिँ एउटा चाहिँ के हामीले जान्नुपर्छ भनेदेखि अनि ध्यान धेरै राम्रो गर्ने हो भने ध्यान गरेर अलिकति राम्रो पावरहरू पायो भनेदेखि यस्तो गर्नु पर्दैन अनि जोक्सेम्बाहरू चाहिँ त्यो हाम्रो निम्न परम्परामा जोक्सेम्बाहरू चाहिँ आकाशलाई यसरी हेरेर ध्यान दिनुहुन्छ फेरि यामे कल्चुबाहरूले चाहिँ मिक रङ्गम सुशाक्ति गम भनेर जहाँ आँखा राख्नु आफ्नो मन छ त्यहाँ राखेर गम गर्ने त्यस्तो हुन्छ अब त्यसको अलिकति हाई लेभल हो अब पहिला नयाँ बुद्धिस्टहरूले अनि मेडिटेसन गर्ने बेलामा अहिले मैले भनेको चाहिँ गर्नु पर्यो आँखा चाहिँ नाकको टुप्पामा राखेर यसो राखे हामीले हेर्नुहोस् त बुद्धको ध्यान गर्नुको तरिका अनि हबामे अनि हबामे अनि तब बुद्धले ध्यान गर्ने तरिका हेर्नुहोस् न त्यस्तो गर्नुहोस् भयो है
यो चाहिँ 7 त्यहाँदेखि 8 चाहिँ के हो भनेदेखि उकझुमुक पर्छ उकझुमुक भने चाहिँ सास तान्ने र बाहिर फैलाउने गर्छ पठाउने सास फेर्ने र तान्ने सास लिने दिने त्यो चाहिँ 8 हो 8 त्यो अब यसमा चाहिँ सबैले ध्यान दिनुपर्छ राम्रो गरेर किनभनेदेखि अहिले हामी नयाँ भर्खर ध्यान गर्नेहरूले पहिलादेखि नै ध्यान गर्ने तरिका राम्रो हुनुपर्छ पहिलादेखि नै ध्यान गर्नेको तरिका चाहिँ राम्रो हुनुपर्छ सुरुवातदेखि नै ध्यान गर्नेको तरिका चाहिँ मिस्टेक अनि खास दौडा गल्ती भएदेखि अब त्यो जहिले पनि गल्ती गरेर बस्छ त्यसको कारणले सुरुवातदेखि नै गल्ती नहुने राम्रो गरेर जानुपर्छ म फेरि एकचोटि भन्छु तपाईहरु ठ्याक्कै सही हेर्नुस् ल काङ्गो दोजी किन्डोङ वज्र आसन गर्नुहोस् त्यो नसक्यो भनेदेखि अनि घर्षदी दायाँ पहिला चाहिँ आफ्नो लिङ्गको अगाडि चाहिँ दायाँ खुट्टाको अनि पैदालको गोली काट्रो सिधा राख्नु त्यसको पछि अनि बायाँ खुट्टाको अनि पैदालको गोली काट्रो राखेर त्यो गर्नु अब त्यो चाहिँ खुट्टाको भयो हात चाहिँ अघि भनेको जस्तो समाधि मुद्रामा राख्नुहोस् त्यो पनि नायोटोको मुनि राखेर बस्नुहोस् 3 मा चाहिँ के हो भनेदेखि मेरुदण्ड ढाड चाहिँ तीर जस्तै सिधा पारेर राख्नुहोस् अनि त्यसको पछि चाहिँ के भयो अब त्यो एकछिन किन हामीले जिउ चाहिँ त्यसो सिधा गरेर बस्नुपर्छ भनेदेखि अनि सम्पूर्ण लेबीमा के लेखेको छ भनेदेखि गराउनमा लुडोङना चाटोङ न लुङडोङ न सेन्टोङ भनेर त्यसको मतलब के हो भनेदेखि जिउ चाहिँ सिधा राम्रो भएदेखि आफ्नो जिउको भित्रको नसा हो या चा आवादुती भनेर रोमा क्यामा उमा भनेर तिनवटा छ त्यो नसाहरू चाहिँ सिधा बस्नु सक्छ हुन सक्छ अब नसा सिधा भयो भनेदेखि के हुन्छ अनि नसाको भित्र अनि हाम्रो यो वायु चाहिँ सिधा जान सक्छ भन्छ त्यो फाइदा त्यो छ वायु चाहिँ अनि सिधा भयो भनेदेखि हाम्रो मन पनि न्योक्तो गर्छ जस्तो नभएर ठुङ्गो धेरै एक्टिभ मन पनि धेरै एक्टिभ चला त्यस्तो हुन्छ क्लियर हुन्छ त्यहाँदेखि घुम के गरेर राम्रो हुन्छ भन्छ त्यसको कारणले त्यो जिउ पनि धेरै ठुलो कुरा हो जिउ बस्ने तरिका अब त्यसको पछि 4 मा चाहिँ के हो यो गर्छ कुम्बतिला दुईटा पकुरा चाहिँ अनि सिधा त्यो राख्ने त्यो ठिक छ त्यसको पछि 5 मा चाहिँ गाँठी अलिकति त्यो चाहिँ अलिकति राख्ने अब त्यसमा पनि एउटा कुरा के छ भनेदेखि सत्यमा पुस्तकको भित्र के लेखेको छ भनेदेखि आफ्नो नाकको टुप्पादेखि एउटा थप्पा जोडी यसो फ्याल्यो भने झुन्डाएर राख्यो भनेदेखि ठ्याक्कै त्यो जोडीको टुप्पा चाहिँ नाइट्रोमा पुग्ने त्यस्तो हुनुपर्छ भन्छ ती सत्यको कुरा यो गर्नु पर्ने हो त्यसो कारणले नाइट्रो यो अलिकति निहुरेर बस्नुपर्छ गाडी त्यहाँदेखि 6 अनि ओठ अनि साधारणमा राख्ने सोचुराको सुसा त्यसको पछि चाहिँ आँखले अब हजुरहरूले मलाई हेर्नु हुँदैन है कानले सुन्ने मात्रै अब आँख चाहिँ आफ्नो त्यो नाकको टुप्पामा ठ्याक्कै हेरेर यसो बस्नुहोस्
ल अब त्यसको पछि चाहिँ अनि मेघनाथ फापा छ त्यनी अब यहाँसम्म चाहिँ एकछिन यसो बस्छु है अब मैले भन्दै गर्छु हजुरहरूले गर्दै गर्नुहोला अब म के भन्न चाहन्छु भनेदेखि पहिला हामीले ध्यान जिउदेखि अनि ध्यान गर्ने तरिकाहरू चाहिँ जिउदेखि गर्ने चाहिँ गर्नु बेलामा जो गुरुले भनेको चाहिँ गर्नु पर्यो आफूले नयाँ बनाएर गर्नु हुँदैन यो ट्रेडिसनल हो यो साइन्स होइन त्यसको कारणले यो परम्परा भएको कारणले गुरुले सिकाएको त्यो गर्नुपर्छ अब एउटा त्यो अब एउटा चाहिँ हामीले मनमा राख्नुपर्ने कुरो के छ भनेदेखि ध्यान गर्नु बेलामा बाहिरको जिउको बस्ने ठाउँ चाहिँ त्यो ग्रामको भित्र पुस्तकको भित्र भएको जस्तो गरेर नियममा जानु पर्यो तर मनको भित्र मन भयो आफ्नो जिउको भित्रको लुङ खस्ता वायु भयो त्यो लुङ छ अनि त्योहरू सबै सफ्ट नरम गरेर एउटा आनन्द नरम शान्तले राख्नुपर्छ शान्ति अवस्थामा बाहिर जिउ धेरै त्यो नियममा आएको जस्तो मन पनि धेरै नियममा गर्ने रगतहरू त्यो भयो भने फेरि त्यसले चाहिँ अनि ध्यानलाई बाधा हुन सक्छ त्यसो कारणले बाहिरको गर्ने तरिका चाहिँ नियममा आउने भित्र मन भयो त्यो हावा अनि रगत त्योहरू सबै अनि शुद्ध र खुल्ला समान अवस्थामा राखिदिए शान्ति अवस्थामा राख्नुपर्छ हो यो चाहिँ सबैले यो गर्नुहोस् ल एकछिन यो गर्नुहोस् अब त्यो सकेर अब हामीले के गर्नुपर्छ भनेदेखि सास लिने र दिनेमा अनि हामीले अभ्यास गर्नुपर्छ त्यो किन गर्नुपर्छ भनेदेखि हामीले पहिला ध्यानमा बस्नु बेलामा चाहिँ सबभन्दा नराम्रो बाधा चाहिँ के छ भनेदेखि मन चाहिँ एकमा नबसेर कहाँ गएर अनि के सोचेर त्यस्तो हुन्छ त्यसो कारणले अनि पुस्तकमा के भन्नुभएको छ भनेदेखि त्यस्तो मन यताउता कहाँ जाने त्यस्तो मनलाई नम्दोक भन्छ त्यस्तो नम्दोक ठोगोहरू मन त्यस्तो मन बाहिर जानेको मन त्यस्तोहरू सबै नष्ट हुनुको लागि शिवे छेतो उजुमु गोम्बा भनेर सासलाई अनि सास बाहिर पठाउने भित्र त्यो गर्ने लिने र दिने त्यो अभ्यास गर्नुपर्छ भन्छ त्यसो कारणले त्यो अब हजुरहरूले गर्नुहोस् है अब पहिला चाहिँ सास लिने र दिने मात्रै गर्नुहोस् त पहिला एकचोटि आफूले थाहा हुन्छ कि त्यो बेलामा मनले हेर्नुहोस् त अब म सास बाहिर पठाउँछु भनेर बाहिर पठाउने अब भित्र अनि त्यो तान्छु भनेर भित्र पठाउने एकचोटि त्यो ठुलो गर्नु होइन रङसिम्बा जुन सामान्य अवस्थामा राख्नु पर्दछ ठुलो होइन सामान्य अवस्थामा राखेर गर्नुपर्छ जोर यस्तो दिनु हुँदैन यसले पछि भविष्यमा धेरै बाधा कारण गर्छ ओके अब म यसो गर्छु अब तपाईँहरूले मन चाहिँ यताउता नगएर आफ्नो सासलाई मन चाहिँ आफ्नो सास मात्रमा राख्नु त्यो राखेर सास बाहिर यस्तो जानु बेलामा ल मेरो सास चाहिँ बाहिर जान्छ रहेछ भनेर फेरि मनमा त्यो सासैमा राखेर सास भित्र जानु तान्नु बेलामा हो मेरो सास चाहिँ भित्र गयो फेरि सास बाहिर गयो फेरि भित्र गयो फेरि बाहिर गयो भनेर त्यो मन चाहिँ सासमै राखेर चाहिँ 1 मिनट 2 मिनट 3 मिनट त्यस्तो ध्यान गर्नु अभ्यास गर्नु सक्यो भने त्यसले धेरै फाइदा हुन्छ अब हामी सबैले गर्नुहोस् ल 1 मिनट हामी सबैले गर्नुहोस्
बाहिरतिर कुरा गरेको कारणले मन बाहिर जान सक्छ म यहाँ एउटा टेक्निक भन्छु यहाँ सुन्नुहोस् है अब अहिले यो ध्यान सत्यको ध्यान होइन सत्यको ध्यान हुनुको लागि अनि योले मन्डो दोस्तो प्रथम अभ्यास हो अब अहिले यो मनमा राख्नुहोस् है यो पहिला यो चाहिँ मनमा राख्नुहोस् राम्रो गरी सुन्नुहोस् हामीले अब एउटा मान्छेले एउटा अनि के भन्छ कुकुरलाई अब कुकुरलाई भन्छ कुकुर एउटा छ एउटा मान्छेले एउटा कुकुर छ त्यो कुकुर चाहिँ एउटै ठाउँमा नबसेर यता जाने उता जाने यसो गर्छ अब त्यो बेलामा त्यो कुकुर चाहिँ अनि कावा खर्छ कावा एउटै खम्बामा एउटा खम्बामा ठ्याक्कै अनि राख्नु पर्यो अब त्यसको लागि चाहिँ के चाहियो खम्बा चाहियो फेरि कुकुर छ खम्बा छ तर त्यो दुईटा मात्रै भएर पनि कुकुर खम्बामा बस्नु सक्दैन अब त्यो कुकुर चाहिँ खम्बामा बस्नु लागि के चाहियो धागो चाहियो धागो डोरी चाहियो डोरी छैन भनेदेखि त्यो कुकुर चाहिँ खम्बामा बस्नु सक्दैन त्यसो कारणले कुकुरले उदाहरण के दिए कुकुरको उदाहरणले के हामीले थाहा पायौँ हाम्रो मन चाहिँ कुकुर जस्तो हो यता पनि नबस्ने उता पनि नबस्ने कहाँ कहाँ गएर बस्ने त्यस्तो कुकुर जस्तो भयो यो एउटा भयो हुनु त त्यो पुस्तकमा तागो भनेर तल खर्छ घोडा नराम्रो घोडालाई उदाहरण दिएको छ हाम्रो मन चाहिँ नराम्रो घोडा जस्तो हो भनेर त्यो अब त्यस्तो अब म अहिले कुकुरै भन्छु अब मान्छेहरूले कुकुर धेरै राख्छ नि त्यसो कारणले अब त्यो कुकुर चाहिँ ठ्याक्कै खम्बामा बस्नु पर्यो त्यसो त लागि खम्बा चाहियो त्यही दोस्तो हाम्रो मन भने एउटा कुशल हाम्रो मन भने एउटा कुशलको कुशलको अवलम्बनमा ठ्याक्कै गर्नु पर्यो यो उदाहरण चाहिँ पछि हामी हाम्रो मन चाहिँ कुशलको कलम अवलम्बन बुद्धको स्ट्याचुमा राख्नु जस्तो त्यस्तोमा राख्नु पर्यो त्यसो खम्बा चाहिँ त्यो भयो अब यहाँ हामीले याद हुनुपर्ने ध्यान मनमा राख्नुपर्ने के कुरा के छ भनेदेखि अब त्यो हाम्रो मन त्यो कुकुर जस्तो हाम्रो मन चाहिँ खम्बा जस्तो एउटा कुशलको आलम्बनमा राख्नु पर्यो त्यसको लागि चाहिँ डोरी जस्तो के चाहियो भनेदेखि स्मृति चाहिँ याद गर्नेको एउटा क्षमता हो त्यो चाहिँ अनि डोरी जस्तो हो त्यस्तो याद गर्ने क्षमता स्मृति चाहिँ डोरीको उदाहरणमा राखेर अब हामीले डोरी भयो भनेदेखि त्यो कुकुर चाहिँ ठ्याक्कै खम्बामा राख्न सक्छ त्यो जस्तो हामीले के चाहिन्छ स्मृति चाहिन्छ एउटा त्यो भयो त्यो सँगै हामीले पुलिस जस्तो एउटा छ पुलिसले के काम गर्छ नराम्रो मान्छे को रहेछ राम्रो मान्छे को रहेछ के नराम्रो गर्छ कि राम्रो गर्छ हेर्छ नि त्यही जस्तो फेरि मनको भित्र हामीले एउटा के चाहिन्छ सम्पर्क जाने भन्ने चाहिन्छ त्यो के हो भने पुलिस जस्तो आफ्नो मन चाहिँ ठ्याक्कै त्यो कुशल अवलम्बनमा बस्नु सक्छ कि सक्दैन भनेर हेर्नेको एउटा त्यो हो अब त्यो चालबाट चाहिँ नबिर्स्नु ध्यान गर्नु बेलामा यो चालबाट चाहिँ नबिर्स्नु त्यो हो त्यसको कारणले अहिले हामी आफ्नो मन चाहिँ कुकुर जस्तो भयो त्यो मन चाहिँ अनि यो सास चाहिँ आलम्बन भयो है आलम्बन भयो सास अब आफ्नो मन चाहिँ सासलाई ठ्याक्कै बस्नु सक्नु पर्यो त्यसको लागि चाहिँ हामीले के चाहियो स्मृति चाहियो त्यो स्मृतिले आफ्नो मन चाहिँ ठ्याक्कै सासमा राख्छ त्यो राम्रो बेलामा हामी मनमा सोच्छ नि ल सासमै मन राखेर बाहिर गयो भित्र आयो बाहिर गयो भित्र आयो सासमा सोच्छ नि त्यो बेला बाहिरतिर डाङ जस्तो कुरा गरेको जस्तो भयो भने मन ठ्याक्कै बाहिर जान्छ त्यो बेलामा तुरन्त हामीले
सम्बर जाने चाहिँ युज गरेर ओहो पुलिस जस्तो चाहिँ युज गरेर ओ मेरो मन चाहिँ फेरि बाहिर गरौँ यो जानु हुँदैन म अहिले चाहिँ यो ध्यानमा स्मृतिदेखि मेरो मन चाहिँ अहिले आलम्बन सासमै राखेको छ म अहिले सासमै ध्यान गरेर बसेको छ फेरि गयो भनेर तान्नुपर्छ कि त्यो मन चाहिँ बाहिर गएको छ तुरुन्त तानेर अनि आलम्बनमा सासमा ठ्याक्कै राख्नुपर्छ हो त्यस्तो गर्यो भने अनि हाम्रो ध्यान चाहिँ राम्रो हुन्छ ल सबैले 1 मिनेट त्यो गर्नुहोस् ल अनि यो चाहिँ ध्यानको मुन्टो दोस्रो भयो पूर्व आवेश दोस्रो भयो ध्यानको यो ध्यान सत्यको ध्यान चाहिँ होइन पूर्व अब सत्यको ध्यानमा चाहिँ अलिकति सिकाउँछु अब सत्यको ध्यानमा अघि भनेको जस्तो गरेर स्तवी भावन र विचार भावन दुईवटा छ पहिलो मैले स्तवी भावन चाहिँ सिकाउँछु अब अघि जस्तै बस्नुहोस् है यताउता नहेरेर अघि जस्तो बस्नुहोस् अब यसमा चाहिँ एउटा ठुलो कुरो एउटा के छ भनेदेखि यो चाहिँ चोङ्खापाले भन्नुभएको पूर्व सोच घुम खाउँदा जान्दा ठाउँमा लोही फेमा ठाउँमा खेल्छे त्यो साधना जहिले बस्ने बेलामा साधना बस्नेको अगाडि म आज यसो साधना राम्रो गर्छु त्यो बेलामा मेरो मन चाहिँ बाहिरतिर नजानु दिने मेरो मन चाहिँ सुत्ने दोस्रो नगर्ने जो मैले गर्नुपर्ने ध्यान चाहिँ सुरुवातदेखि अनि लास्ट अन्तसम्म म राम्रो गर्छु भनेर पहिला पूर्व सोच धेरै गर्नुपर्छ भन्छ त्यो पनि एउटा राम्रो कुरा हो त्यो चाहिँ राम्रो अब सबैले सोच्छु है अब म अघि भनेको ध्यान दुईवटा चाहिँ स्तवी भावन र विचार भावन राम्रो गर्छु त्यो बेलामा मेरो मन चाहिँ बाहिरतिर पनि जानु नदिने मेरो मनले सुत्ने दोष भने नगर्ने म राम्रो गर्छु भनेर अनि पूर्व सोच छुकछुकको बल गरेर राम्रो गर्न सक्नुहोस् यो चाहिँ हो अब त्यहाँदेखि हामी यो स्तवी भावन गर्छौँ अब अहिले मन चाहिँ सासमै राखेको छ है अब सास चाहिँ कहाँबाट आउँछ नाकबाट आउँछ त्यसो कारणले आफ्नो मन चाहिँ नाकमा राख्नुहोस् नाकदेखि बिस्तारै तानेर
मिन्सम खर्च मिन्सम आँखाको बिचमा दुईटा आँखाको बिचमा टिका राख्ने ठाउँ है त मन चाहिँ टिका राख्ने ठाउँमा चाहिँ मनले याद गर्नुहोस् त्यसमा हेर्नुहोस् मन राख्नुहोस् फेरि टिका हाम्रो आफ्नो टिका राख्ने ठाउँ छ नि त्यहाँदेखि सिधा धुइला अगाडि निधारको अगाडि फेरि टाढो नभएर त्यो दोमखाम एक हात अगाडि दोमखाम एक हात अगाडि एक हात दोस्तो दोमखाम है अगाडि अनि एउटा कमलको फुल एउटा सोच्नुहोस् सम्झनुहोस् कमल आफ्नो खुसी हो हुनु त कमलको फुलमा अनि रङ आठो त हुन्छ त्यो सोच्ने तरिकामा तर पनि पहिला साधना गर्नु बेलामा आफ्नो खुसीले मन परेको अनि कलर के अरे रङ के राख्नुहुन्छ कमलको फुलमा सेतो कमलको फुललाई मन पऱ्यो भनेदेखि सेतो कमल फुल एउटा सोच्नुहोस् सम्झाउनुहोस् रातो गरेर रातो आफ्नो खुसीले मन पर्ने एउटा चाहिँ सोच्ने त्यसको माथि चाहिँ अनि धावा चन्द्रमा कमलको फुलमाथि चन्द्रमा चाहिँ सम्झनु देशमा सम्झनु अथवा नसम्झनु अब त्यस्तो कमलको फुलको माथि चन्द्रमा त्यसको माथि चाहिँ अनि बुद्ध शाक्यमुनि अब आफ्नो घरको भित्र घरको अनि हुनसक्छ सबभन्दा राम्रो चाहिँ दोर्जिदेन बुद्ध गायामा भएको हो अनि शाक्यमुनिको अनि जिउ काया त्यसको भित्र पनि मुख अनुहारको भित्र पनि चेन्नी दुईटा आँखा अब हामीले आफ्नो मन चाहिँ ठक्कै बुद्ध शाक्यमुनिको दुईटा आँखालाई मन ठक्कै हेरेर बस्नुहोस् अब के भयो त्यो बेलामा आफ्नो मन चाहिँ कुकुर जस्तो भयो बुद्ध शाक्यमुनिको काया र मुख र आँखाहरू चाहिँ के भयो कुशल आलम्बन भयो अनि आफ्नो मन त्यसको माथि राख्नु सक्नुको लागि डोरी दोस्रो चाहिँ के भयो डोरी दोस्रो चाहिँ अनि स्मृति भयो फेरि मन चाहिँ त्यसको माथि ठक्कै बसेको चाहिँ छैन हेर्नको लागि सबैलाई जाने चाह्यो ल त्यो चारवटा चाहिँ सोचेर चाहिँ मन चाहिँ ठक्कै यो बुद्ध शाक्यमुनिको अनि मुखमा भएको अनुहारमा भएको अनि आँखालाई दुईटाको बिचमा ठक्कै राखेर मन त्यहाँ राखेर 1 मिनट सम्झेर 1 मिनट ठक्कै ध्यान गरेर गर्नुहोस् अब त्योलाई चाहिँ ध्यान भन्छ त्यो गर्नुहोस् है त्यो बेलामा मनको भित्र मैले बुद्धको अनि अनुहारको आँखाले मन राखेर ध्यान गरेको तर क्लियर भएन भनेर मन दुख्ने पनि हुनसक्छ त्यो बेलामा यसो सोच्नु हुँदैन भन्छ मन दुख्नु हुँदैन जति सकेको चाहिँ गर्ने क्लियर भयो या नभयो केही भन्दैन क्लियर नभएर क्लियर स्पष्ट नभएर भनेर चिन्ता गर्ने त्यो गर्नु त्यो गऱ्यो भने फेरि ध्यानलाई असर पुग्छ क्लियर गर्छ स्पष्ट होस् या नहोस्
मन चाहिँ त्यसमा ठक्कै राखेर अनि बस्नुपर्छ सबैले गर्नुहोस् एकछिन बस्नुहोस् है योलाई चाहिँ हामीले स्थापे भावना भन्ने चाहिँ यो हो भावना स्थापे भावना अब विचार भावना सिकाउँछु विचार भावनामा पनि दुई किसिमको हुन्छ एउटा चाहिँ सजिलो एउटा चाहिँ सजिलो एउटा चाहिँ अलिकति गम्भीर अब पहिला चाहिँ सजिलो चाहिँ सिकाउँछु अब अघि जस्तो गरेर आफ्नो मन चाहिँ बुद्धकै अनि शैली बुद्धकै एउटा अनुहारको अनि चेन आँखामा अब यसो गर्नुहोस् त्यो मन चाहिँ त्यो आँखामा यसो हेरेर बस्नु बिस्तारै आँखादेखि माथि उठ्यो अगाडि आफ्नो शिरमा अथवा निधारमा हेर्नुहोस् राख्नुहोस् मन चाहिँ फेरि बिस्तारै बिस्तारै टाउकामा राख्नुहोस् फेरि बिस्तारै बिस्तारै टुप्पीमा माथि चुट्टोमा मन चाहिँ यसो सोच्नुहोस् सम्झाइनुहोस् राख्नुहोस् फेरि बुद्धको टुप्पाको मन टुप्पामा राखेर फेरि तल आएर अनि टाउकामा शिरमा मन राख्नुहोस् फेरि फेफा अगाडि निधारमा मन राख्नुहोस् फेरि आँखामा फेरि नाकमा फेरि मुखमा फेरि घाँटीमा फेरि बिस्तारै बिस्तारै छातीमा फेरि पेटमा फेरि यसोले तल गएर ठोपा पेटको मुनि फेरि यसोले फेरि यसोले बुद्धको अनि फेरि बिस्तारै बिस्तारै बुद्धको खुट्टामा पाउमा मन राख्नुहोस् फेरि त्यो मन चाहिँ तलदेखि नै माथि टुप्पासम्म माथि जानुहोस् बिस्तारै बिस्तारै गर्नुपर्छ फेरि माथिदेखि तल कहिले कहिले ये गर्छ दायाँपट्टि बुद्धको कायाको दायाँपट्टिको दायाँपट्टि त्यहाँदेखि बायाँपट्टि त्यसो गरेर बुद्धकै कायामा मन राखेर यसो विचारले सम्झेर यसो मन राखेर जाने अर्को के पनि नसोच्ने
त्यही मात्र सोचेर बस्ने यो चाहिँ सजिलो तरिकाको एउटा विचार भावना हो यो गर्नुहोस् ल सबैले एकचोटि मात्रै गरेर हुन्छ खुट्टादेखि लिएर तल बुद्धको पाउसम्म खुट्टासम्म फेरि खुट्टादेखि लिएर माथि टुप्पासम्म एकचोटि गरेर हुन्छ लास्टमा चाहिँ अनि बुद्धको अनुहारकोमा भएको अनि आँखामै मन राखेर राख्नुहोस् यो चाहिँ सजिलोको तरिका विचार भावना अब यो भन्नाले गहिरोको विचार भावना बाटोमा त देखाउँछु हजुरले पछि बिस्तारै सबैले सिक्नुपर्छ अब गहिरो चाहिँ के हो भनेदेखि विचार भावना गर्ने बेलामा बुद्धको कायाको गुणहरू सबै दिमागले इन्टेलिजेन्ट विस्टम ज्ञानले सोच्नुपर्छ बुद्धले मन चाहिँ त्यहाँ राखेर मन चाहिँ बुद्धकै अघि बुद्धकै कायामा राखेर बुद्धले कायाको गुण के छ भनेर सबै सोच्नु फेरि मन त्यहीँ राखेर बुद्धको वचनको गुण के छ सोच्ने फेरि त्यहीँ राखेर बुद्धको मनको अनि चित्तको गुण के छ सबै राम्रो गरेर सोच्ने त्यो बेलामा चाहिँ हामीले तिनै पर्छ साधना समाधि र प्रज्ञा दुईटै हामीले युज प्रयोग गर्नुपर्छ खास अनि प्रज्ञा अनि प्रयोग धेरै गर्नुपर्छ मन चाहिँ त्यहाँ बुद्धको कायामा राख्ने चाहिँ सध्य समाधिले गर्ने अनि गुणहरू एक दुई तिनचोटि यसरी सबै सोच्ने चाहिँ अनि प्रज्ञाले गर्ने हो त्यो चाहिँ गर्नुपर्छ यो एउटा कुरा अब त्यो राम्रो भयो भनेदेखि अनि पछि त्यसको माथि अब बुद्ध चाहिँ अनि मितापा बुद्ध चाहिँ अनित्य हो भनेको बारेमा प्रज्ञाले सोच्ने फेरि त्यस्तो गरेर बुद्ध चाहिँ आत्मा हो भनेर सोच्ने प्रज्ञाले फेरि त्यस्तो गरेर बुद्ध चाहिँ शून्यता हो भनेर अनि प्रज्ञाले सोच्ने त्यस्तो सोचेर पछि ल बुद्ध पनि शून्यता रहेछ भनेर सोचेर मन ठक्कै बसिसक्यो भनेदेखि हो विचार भावनाको सबभन्दा राम्रो ठुलो त्यही हो अब हजुरले थाहा भयो साधना कसरी गर्नुपर्छ भनेको कुरा अब सर्टकटमा पार्नु त्यो हो आज यति राखौँ होइन यो राखौँ अब हजुरहरूले इन्ट्रेस्ट छ कस्ता इच्छा छ भनेदेखि अनि पछि हाम्रो लोगाहरू हुन्छ बुढाहरू हुन्छ उनीहरूसँग राम्रो सिक्नुहोस् फेरि पछि म यता आउँदाखेरि चाहियो भने फेरि अलिकति गम्भीर रूपमा त्योहरू सिकाउनु हुन्छ त्योहरू त सबै त्यो गर्नुहोस्
अब जोस म अहिले यति भन्नु चाहिँ साधनामा बस्नु बेलामा त्यो गमहरू गर्नु बेलामा मेडिटेसन एन्ड प्र्याक्टिस गर्नु बेलामा मन खुसीले शान्तले बस्नुपर्छ खाचाखुची गरेर त्यसो गरेर गर्नु हुँदैन त्यसले चाहिँ धेरै त्यो नोक्सान हुनसक्छ मन खुसी शान्तले अब यस्तो सच्चो कुरामा भन्यो भनेदेखि हामी यस्तो साधना गर्नु बेलामा चाहिँ अनि सबभन्दा बाधक नराम्रो बाधक के हो काममा सुन्ने आवाज त्यो पुस्तकमै लेखेको छ सम्देगी छेर्मा जाऊ भनेर सम्देह भने चाहिँ साधना छेर्मा भने चाहिँ हाम्रो जिउले काँडो हो साधनाको काँडा दोषो चाहिँ के हो भनेदेखि ढा भनेर कानमा आउने खर्च शब्द आवाज चाहिँ हो भन्छ त्यसो कारणले धेरै आवाज नभएको ठाउँमा बसेर अनि गऱ्यो भनेदेखि सुरुवातमा धेरै राम्रो हुन्छ त्यो भन्न चाहन्छु हो त्यो विषय अनि आज चाहिँ अनि सरकारीमा मैले पहिला अनि बुद्ध धर्म कसरी भएको अहिले कसरी छ भन्ने कुरा गरेँ है नम्बर 1 2मा चाहिँ बुद्ध धर्म भन्ने के हो भन्नुको मतलब चाहिँ ओम माने प्रेम ओमदेखि व्याख्या गरेको है यो 2 भयो 3मा चाहिँ बुद्ध धर्मको साधना र अभ्यासको बारेमा अनि अलिकति भनेको आज मैले भने चाहिँ खास नै त्यो 3टा कुरा छ है अब छोड्छु अब मेरो गर्छु अन्तिममा सबै जाबे बाबो जेगाले गेम्बा पिन्दो साबो देयाले तेदा कुगे जेसो नारो गेवा बेदा पंचे रातो तुसो जेबे गेवा 탐제 मावा छोटो दाशी गेवे सावा देखे सांगो जेजे रातो